तपाईँ आफ्नो लाइफमा 100 वटा गलत डिसिजन लगिहाले पनि त्यो चिजले केही फरक पर्दैन, तर यो 2 वटा गलत डिसिजन तपाईँले लगिहालेपछि तपाईँले भोलिको दिनमा चाहिँ आएर चाहिँ पस्ताउनु पर्ने हुन्छ। नम्बर 1 मा छ क्यारियर। तपाईँले चाहिँ के चिजमा इन्ट्रेस्ट छ, के चिजमा चाहिँ तपाईँलाई मन लाग्छ, के काम गर्दाखेरि तपाईँलाई खुसी लाग्छ, कुन फिल्ड चाहिँ तपाईँले चाहिँ ठिक लाग्छ, त्यही अनुसार चाहिँ आफ्नो क्यारियर चाहिँ त्यहीमै बनाउनु अनि त्यही अनुसार चाहिँ तपाईँ चाहिँ आफूमा चाहिँ स्किल डेभलप गर्नु। तपाईले आफ्नो अनुसार हैन, तपाईले जुन चाहिँ यो फिल्डमा चाहिँ मलाई एकदमै सही लाग्छ, एकदमै यहाँमा चाहिँ मेरो इन्ट्रेस्ट जान्छ, मलाई खुसी लाग्छ, म यो काम गर्दाखेरि रमाउँछु, समय बितेको थाहा हुँदैन, यो कुराहरू तपाईले चाहिँ हैन डिसिजन लग्नुपर्छ, एकदमै फाइन्ड आउट गर्नुपर्छ। त्यही अनुसार चाहिँ आफ्नो करियर त्यो चिजमा चाहिँ आफ्नो त्यो फिल्डमा चाहिँ तपाईले बनाउनु पर्ने हुन्छ। नम्बर 2 मा छ राम्रो लाइफ पार्टनर। तपाईसँग राम्रो लाइफ पार्टनर भएपछि तपाईले जिन्दगी जिउन एकदमै सजिलो भइहाल्छ। तपाईको राम्रो लाइफ पार्टनर छ, त्यसले तपाईको फिलिङहरुलाई, तपाईको दुःखहरुलाई, तपाईको जे पनि अब मनमा अब भावनाहरु चलिरहेको छ सबै चिजहरु बुझ्छ यदि राम्रो लाइफ पार्टनर भएपछि। त्यही भएर आफ्नो जिन्दगीमा चाहिँ यो 2 वटा डिसिजन चाहिँ गलत कहिले पनि नलग्नु होला। फेरि भोलिको दिनमा चाहिँ आएर चाहिँ मलाई रिग्रेट फिल होस्, मलाई पश्चाताप फिल होस् भन्ने चाहिँ नआओस्। त्यही भएर यो 2 वटा चाहिँ डिसिजन आफ्नो हिसाबले लग्नु होला, क्यारियर प्लस राम्रो लाइफ पार्टनर। जिन्दगीभरि खुसी भएर जिउन चाहनुहुन्छ, आफ्नो लाइफदेखि एकदमै सिरियस हुन्छ भनेपछि तपाईले यो 2 वटा टिप्सहरु चाहिँ आफ्नो लाइफमा चाहिँ इम्प्रुभमेन्ट ल्याउनुस्, इम्प्लिमेन्ट गर्नुस्, अगाडि बढ्दै गर्नुस्। तपाईहरु पनि यो मेरो भिडियो यसरी हेर्दै गरेपछि मलाई पनि खुसी लाग्छ, मलाई पनि उत्साह बढ्छ। तपाईहरुको लागि चाहिँ म यस्तो भिडियोहरु, यस्तो कन्टेन्टहरु चाहिँ बनाऊ भनेर मलाई मनदेखि नै आउँछ। यसै गरी चाहिँ हाम्रो भिडियोलाई चाहिँ हेरेकोमा तपाईलाई एकदमै धन्यवाद गर्न चाहन्छु। अनि जसले यो भिडियोको चाहिँ मद्दत पर्छ त्यो मान्छेले चाहिँ तपाईले शेयर गर्नुस्। आजको लागि यति नै।